वाट इफ भोलि बिहान उठ्दा तपाईँको ब्याङ्क ब्यालेन्स नै जिरो भयो अरे। यदि यस्तो सिचुएसन मसँग आउँछ भने आई हेभ अ प्लान जुन युज गरेर म फेरिबाट आफ्नो फर्स्ट 1 लाख रुपिस बनाउँछु। सो यो भिडियोमा चाहिँ म तपाईँलाई एक्ज्याक्टली भन्नेवाला छु यदि यस्तो सिचुएसन मसँग आयो भने चाहिँ म फेरि जिरोबाट 1 लाख रुपिस कसरी बनाउँछु। र इफ यु आर समवन जसलाई चाहिँ आफ्नो फर्स्ट इन्कम जेनेरेट गर्न मन छ ओर आफ्नो फर्स्ट 1 लाख रुपिस बनाउन मन छ भने दिस भिडियो इज फर यु। तर यदि तपाईँ हार्डवर्क गर्नु न भने यो भिडियो यही छोडिदिनुहोस्। किन भन्दा चाहिँ मेरो काम भनेको तपाईँलाई स्टेप बाई स्टेप गाइड गर्ने हो, तर इम्प्लिमेन्ट गर्ने भनेको चाहिँ तपाईँ आफैले हो। र यदि सिरियस हुनुहुन्छ भने लेट्स गेट स्टार्टेड। यो मेरो स्टार्टिङ फेज, अहिले मसँग 1 रुपियाँ पनि छैन। तर मोस्ट अफ द मान्छेले यो फेजमा मिस्टेक गर्ने भनेको फर्स्टमै ठुलो बिजनेस स्टार्ट गर्न खोज्ने र त्यसको लागि लोन लिने। तर म त्यस्तो चाहिँ गर्दैन। मेरो मेन गोल भनेको अहिले 1 लाख रुपियाँ होइन, इभन 50,000 रुपियाँ पनि होइन, जस्ट 10,000 रुपिज हो। त्यसको लागि मेरो फर्स्ट स्टेप हुन्छ आइडेन्टिफाइङ माई स्किल द्याट आई क्यान सेल। फर्स्टमा चाहिँ म आफूसँग भएको बेस्ट स्किल सिलेक्ट गर्छु। मेबी त्यो वेब डेभलपमेन्ट हुनसक्छ, मेबी त्यो ट्युसन, मेबी डिजिटल मार्केटिङ, जे पनि हुनसक्छ त्यो। त्यसपछि मेरो स्टेप हुन्छ नजिकमा भएको लोकल बिजनेसेसहरूलाई म कन्ट्याक्ट गर्छु। 5-10वटा बिजनेस होइन कि मिनिमम पनि 50वटा बिजनेसलाई म कन्ट्याक्ट गर्छु। त्यसपछि चाहिँ त्यहाँबाट मैले 2-3वटा क्लाइन्ट पाएँ भने पनि मेरो 10,000 को फर्स्ट फेजको टार्गेट इजिली कम्प्लिट हुन्छ। यो फेजको मेरो मेन गोल भनेको पर्फेक्सन होइन कि मलाई जस्ट मोमेन्टम चाहिएको छ अहिले। अब मसँग थोरै क्यास पनि भइसक्यो 10,000 रुपियाँ। र यो फेजको मेरो मेन गोल भनेको इन्भेस्टमेन्ट हो। सो म इन्भेस्टमेन्ट गर्छु पर्सनल ब्रान्डिङमा। सोसल मिडिया प्लेटफर्म जस्तै फेसबुक, युट्युब, इन्स्टाग्राम, टिकटकहरूमा अब म डेली कन्टेन्ट पोस्ट गर्न थाल्छु। यो गर्नुको मेन रिजन के हो भन्दाखेरि यदि मेरो एउटा मात्रै भिडियो पनि भाइरल भयो भने मैले इजिली मल्टिपल क्लाइन्ट्सहरू पाउन सक्छु। र यही फेजमा म पर्सनल ब्रान्डिङ सँगसँगै आफ्नो स्किल जुन मैले फर्स्ट फेजमा चुज गरेको थिएँ त्यसलाई इन्हान्स गर्छु, त्यसलाई इम्प्रुभ गर्छु। किन भन्दाखेरि क्लाइन्टले एट द इन्ड पे गर्ने भनेको मेरो स्किल्सको लागि नै हो। र यो फेजको इन्डमा सबै कुरा सोचे जस्तै भयो भने चाहिँ मैले मेरो टार्गेट 50,000 इजिली कमाउन सक्छु। प्लस के हुन्छ भन्दाखेरि मेरो स्किल्स पनि सँगसँगै इम्प्रुभ हुँदै जान्छ। र यो हाम्रो लास्ट फेज र कुराहरू यहाँ अब इन्ट्रेस्टिङ हुँदैछ। मसँग अब क्यास पनि छ र मेरो स्किल पनि इम्प्रुभ भइसकेको छ। तर मेन प्रब्लम भनेको टाइम हो। एक दिनमा 24 घन्टा मात्रै हुन्छ र मैले जति काम गरेँ पनि एक दिनमा लिमिटेड एमाउन्ट मात्रै कमाउन सक्छु। त्यही भएर चाहिँ यो फेजको मेरो मेन गोल भनेको बिल्डिङ अ सिस्टम हो। त्यसको लागि चाहिँ म फर्स्टमा आफ्नो भएको पैसाहरू युज गरेर फ्रिल्यान्सर्स हायर गर्छु अथवा पार्ट टाइम जब गर्ने मान्छेहरू हायर गर्छु। मैले गर्ने काम स्प्लिट गरेर म उनीहरूलाई गर्न पठाउँछु। त्यसपछि मसँग जुन स्किल छ त्यो रिलेटेड प्रडक्ट म बनाएर मार्केटमा ल्याउँछु, त्यसलाई पनि सेल गर्ने ट्राई गर्छु। र यो गर्नुको मेन कारण के हो भन्दाखेरि म आफै काम नगरे पनि मेरो पैसा जेनेरेट भइरहेको छ। सो यही नै थियो मेरो सिम्पल प्लानिङ, एउटा स्किललाई बिजनेसमा कसरी कन्भर्ट गर्ने र 0देखि 1 लाख रुपिस कसरी बनाउने। र लास्टमा म एउटा क्वेसन छोडेर जान्छु तपाईँहरूलाई, यदि तपाईँको पनि ब्याङ्क ब्यालेन्स जिरो भयो भने कुन स्किल युज गरेर कम ब्याक गर्नुहुन्छ कमेन्ट गर्नु होला। आई होप भिडियो राम्रो लाग्यो होला। टिल देन बाई बाई।